साथीहरू गुड मर्निङ। आज चाहिँ म हजुरहरूलाई मेरो तरकारीबारी देखाउँदैछु। यो बोतलको चाहिँ के भन्नु होला भनेदेखि गाईको गउँतिर सागपातमा किराहरू लाग्न दिँदैन रे क्या, यो छर्क्यो भनेर मेरो आमाले गर्नुभएको। हामी त रोडकै छेउमा करेसाबारी बनाएर चट्ट सागपात आफूलाई खाने सानो मसिनो थोरै बजेटको चाहिँ लगाएको छौँ। यो फर्सी फलिरहेको छ, देख्नुभयो होला होइन साथीहरू। मान्छेहरूले कत्रो ठाउँहरू गटेर पुरै बिल्डिङ ठडाएर त बसेको छन् भने हामी जहाँ अब गरिबलाई सानो रोडको छेउमा बाँडेर यसरी तरकारीहरू उब्जाएर खाइरहेका छौँ अहिलेसम्म। दिन दिन अब रोड बढायो भने चाहिँ लान्छ होला। मेरो सासूआमाको मेहनत हो यो। हजुरहरूले पनि अब यसरी गऱ्यो भने त हुँदो रहेछ कि, अल्छी नगरेपछि त खानालाई सानो रोपेका छौँ। सलाद छ, चाइनिज साग, आलु, लसुन, प्याज, धनियाँ। अब हेर्नुहोस् है, यतापट्टि पनि छ रुख टमाटर है। यसरी लगाएका छौँ, रोडमै लगाएका छौँ, खाएको छौँ। कसैको केही छ भने भन्नु होला। बाटामा धनियाँ कल प्याज, मसिनो प्याज। अर्को ओखबरे खोर्सानी ओखलढुङ्गाको बिरुवा, अक्कबरे डल्ले खोर्सानीको बोट बिरुवा, अनि लसुन प्याज चाहिँ रोजमेरी एकदम मिठो बास्ना आउँछ तातो पानीमा हालेर खानलाई छ।